उहाँले के भन्नुभयो भन्दाखेरि हैन, तिमीले जुन फङ्सनको कुरा गरिरहेछौ नि अनिस बाबु, तिमीले जुन फङ्सनको कुरा गरिरहेछौ नि, जसरी एउटा लाइट, सूर्यको प्रकाश वा चन्द्रमाको प्रकाश, जसरी लाइटनिङको प्रकाश, एउटा क्लाउड छ भने त्यो क्लाउडले त्यो लाइटलाई डिफ्र्याक्ट गर्छ, डिफ्युज गर्छ, यताउता पिछड्छ, स्क्याटर गर्छ। र तिमीले जे देख्छौ नि त्यो चाहिँ एउटा फङ्सन देख्छौ एज अ क्लाउडको। ठिक छ, यहाँसम्म तिमीले बुझ्यौ नि। सो यो एउटा फङ्सन भयो। र तिमीले जुन पढ्यौ नि, जुन डिफ्युजनको, डिफ्र्याक्टिभ न्युरल नेटवर्क वा डिफ्र्याक्सनको बारेमा पढ्यौ, यु क्यान नो द क्लाउड स्टेट्स होइन, एभ्रिथिङ अबाउट क्लाउड एन्ड यु जस्ट रिप्लेस द सोर्स के सोर्सलाई रिप्लेस गरेर चाहिँ एउटा यस्तो होलोग्राफिक सोर्स राखिदियो अरे होइन, यस्तो खालको लाइटनिङ ज्यामेट्री राखिदियो अरे, हरेक पोइन्टबाट त्यो लाइट कुन एङ्गलमा जानुपर्छ भने सबै राखिदियो भने, म्यानिपुलेट गर्न सक्यो भने तिमीले त्यो फ्ल्यास अफ लाइट दिँदाखेरि त्यो क्लाउडबाट लाइट तिमी छिम आउँदाखेरि त्यो क्लाउडमा चाहिँ केही नाम लेख्छ के, नाम लेखेको आउँछ क्या, बुझ्यौ कि नै? त्यो क्लाउड सुरुमा डिफ्युज थियो, सेतो मात्रै फगी देखे थियो, फजी देखे थियो, ब्लबी देखे थियो, तर अब चाहिँ त्यो क्लाउडमा नाम लेखिरहेछ क्या, मेरो नाम लेखिरहेछ क्या त्यहाँ। यो चाहिँ क्लियर छ, यो हुन्छ। म हिँड्ने बाटोमा नि त्यो लाइटले फोकस गरेर स्पट लाइट क्रिएट गरेर म जहाँ हिँडेछु त्यहाँपट्टि लाइट बालिदिन्छ, यो हुने कुरा हो। सो इट्स अल अबाउट नोइङ द स्टेट अफ क्लाउड एन्ड म्यानिपुलेटिङ द लाइट इन अ सच अ वे द्याट इट विल क्रिएट फोकस अन टु इट। सो यो चाहिँ टिस्युहरूमा अल्ट्रासाउन्ड गर्ने बेलामा त्यो वेभहरू डिफ्र्याक्ट भयो भने टिस्युले गर्दाखेरि अनफोकस्ड भयो भने त्यसलाई फोकसमा ल्याउने तरिका हो, म्याग्निफाई गर्ने तरिका हो। यो चाहिँ हुन्छ। एभ्रिथिङ इज अ लेन्स इन द वर्ल्ड अफ इफ यु क्यान म्यानिपुलेट द डिफ्युजन, इफ यु क्यान म्यानिपुलेट द, if you don't manipulate the diffusion, but if you manipulate the light wave phenomena or anything like that, everything will become the focus for you. Nothing is even we don't need lens to focus things. Even everything, even you can be a become a source of a focus kind of thing. So you can focus some kind of electromagnetic waves that passes by you. So यो युनिभर्समा यति धेरै वेभ फेनोमेना भइरह्यो नि, तिमीले हरेक पोइन्टमा फोकस बनाइरहेछौ के, हरेक पोइन्टमा त्यस्तो चिज हो कि यो, बुझ्यौ नि? सो यो चिजलाई हामीले छोडिदिउँ अहिले होइन। तर उहाँले के भन्नुभयो भन्दाखेरि एउटा सोर्स अफ लाइट छ भने, एउटा सन छ भने त्यो क्लाउड बिचमा आयो भने चाहिँ त्यहाँबाट लाइटनिङ भएर वा केही भएर सोर्सले उज्यालो बालिदियो भने त्यो क्लाउड फजी हुन्छ, फगी हुन्छ भने त्यहाँ उज्यालो देखिन्छ तर नोइजी देखिन्छ भने त्यो एउटा फङ्सन हो। त्यस्तै फङ्सनहरूको धेरैवटा फङ्सनहरू छन्। एउटा फङ्सनले एउटा गर्छ, अर्को फङ्सनले अर्को गर्छ, एरे अफ फङ्सन छ के। एरे अफ फङ्सनले एउटा त्यो स्क्रिनमा जे बनाउँछ नि त्यहाँ चाहिँ रिजल्ट बनाउँछ क्या, त्यो धेरै थाउजन्ड्स अफ फङ्सनहरू सरर गएर त्यहाँ केही बनाउँछ क्या। हो, त्यो बुझ्न मन छ क्या मलाई। समग्रमा त्यत्रो फङ्सनले काम गर्छ, जुन इन्जिन बन्छ नि त्यसले जुन त्यो आउटपुट देखाउँछ नि त्यो के हो, त्यसबाट हामीले के सल्भ गर्न सक्छौँ? यसरी हेर्दा 1D देखियो, जसरी मैले अहिले क्लाउडलाई हेर्दा एउटा उज्यालो देखिन्छ नि, त्यो एउटा फङ्सन हो भने त्यस्ता त धेरै भए। अब त्यो म्याथमेटिकल इक्वेसनै हो नि त एउटा, त्यस्ता त धेरै भए। 1D भए, 1D मिलेर 2D भने के। यसरी 1D पर्पेन्डिकुलर प्लेनमा गएपछि त्यो प्लेन चाहिँ त्यो प्लेनको पर्पेन्डिकुलर 1D भयो के अरे, त्यस्ता 1D फङ्सनहरू भयो के अरे होइन। अब त्यो फङ्सन क्यालकुलेट गरेर देखाएको स्क्रिनमा चाहिँ त्यो स्क्रिनले के देखाउन खोजेछ त, त्यो केसम्म बन्न पुग्छ? एउटा फङ्सनबाट अर्को केही निक्ले जस्तो भयो, त्यो के हो? सबै फङ्सन समग्रमा मिलेर एउटा नयाँ फङ्सन देखियो, त्यो के हो? त्यो बुझ्न मन लाग्यो के मलाई, त्यो बुझ्न मन लाग्यो। अनि त्यस्तै 2D मिलेर फेरि के बन्न सक्छ, त्यो के हो? मलाई यो कुराको बारेमा बुझाइदियो भाइ। खास के कुरा गर्दैछु मैले, तिमीले अलिकति नि ज्ञान छ भने यो कुरामा मलाई बुझाइदेऊ।